बालेनको पोस्टले मच्चायो हलचल। एक्लै लड्ने संकेत, के सरकार संकटमा छ? प्रधानमन्त्री बालेन्द्र शाह बालेनले शुक्रबार मध्यरातमा फेसबुकमा लेखेको एउटा पोस्ट अहिले राजनैतिक वृत्तमा चर्चाको विषय बनेको छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ, केही समय लाग्छ, सही समय आउनलाई र नकिनुस् जस्ता शब्द प्रयोग गरिएको उक्त पोस्टलाई लिएर प्रधानमन्त्री पार्टीभित्रै दबावमा परेको हो कि भन्ने प्रश्न उठेको छ। विशेष गरी सोही दिन संसदमा रासपाका केही सांसदहरूले सरकारको काम कारबाही, ग्यासको अभाव लगायतका विषयमा प्रश्न उठाएका थिए। त्यसपछि आएको प्रधानमन्त्रीको पोस्टलाई कतिपयले त्यसैसँग जोडेर हेरेका छन्। तर प्रधानमन्त्री निकट नेताहरूले भने पोस्ट पार्टी वा सांसदहरूलाई लक्षित नभएको बताएका छन्। रासपाका सांसद मनिष झाले पनि प्रधानमन्त्रीको पोस्टबारे प्रतिक्रिया दिँदै परिवर्तनका लागि बनेको सरकारमा कोही एक्लो नभएको बताएका छन्। सरकारका काम कारबाहीबारे संसदमा प्रश्न उठाउनु लोकतान्त्रिक प्रक्रियाकै हिस्सा भएकाले त्यसलाई पार्टीभित्रको विवादका रूपमा लिन नहुने उनको धारणा छ। प्रधानमन्त्रीको पार्टीसँग दूरी बढिरहेको हो कि भन्ने प्रश्नमा संवाद अपेक्षा अनुसार नभएको हुन सक्ने भए पनि त्यसैका आधारमा ठुलो निष्कर्ष निकाल्ने अवस्था नरहेको उनको भनाइ छ। अर्कोतर्फ एमाले नेता महेश बस्नेतले भने प्रधानमन्त्रीको अभिव्यक्तिलाई सत्ता छाड्न दबाव बढिरहेको सङ्केतका रूपमा व्याख्या गरेका छन्। तर बालेन निकट सांसद गणेश कार्कीले भने उक्त पोस्टलाई राजनीतिक रूपमा धेरै गम्भीर अर्थ लगाउन आवश्यक नरहेको बताएका छन्। उनका अनुसार प्रधानमन्त्री साहित्य र कविता लेख्ने भएकाले एक्लै हिँड्नुपर्छ भन्ने अभिव्यक्तिलाई राजनीतिक दूरी वा पार्टीभित्रको सङ्कटसँग जोड्नु उचित हुँदैन। सांसदहरूले सरकारका कामबारे प्रश्न उठाउनु उनीहरूको जिम्मेवारी र व्यक्तिगत स्वतन्त्रताको विषय भएको उनको तर्क छ। प्रधानमन्त्री निकट अर्को नेता रमेश पौड्यालले पनि एक्लै हिँड्नुपर्छ भन्ने अभिव्यक्तिको अर्थ व्यक्तिगत रूपमा एक्लिएको नभई आफ्नो विचार र दृष्टिकोणमा दृढ भएर अघि बढ्नुपर्ने भन्ने रहेको बताएका छन्। तर पार्टीभित्रबाट आएको यो स्पष्टीकरण भन्दा बाहिर प्रधानमन्त्रीको पोस्टलाई लिएर फरक बहस भएको देखिन्छ। राजनीतिक विश्लेषणमा भने बालेन पार्टीभित्र मात्रै सीमित नभई जनताबाट आउने प्रतिक्रिया र आलोचनालाई समेत प्रत्यक्ष रूपमा लिने शैलीका नेता भएकाले पछिल्लो अभिव्यक्तिलाई त्यसै सन्दर्भमा हेर्नुपर्ने तर्क गरिएको छ। साथै पार्टीभित्र पर्याप्त संवाद भइरहेको छ कि छैन भन्ने प्रश्न पनि उठेको छ। अहिलेको मुख्य प्रश्न भने यही हो, प्रधानमन्त्री बालेनको एक्लै हिँड्नुपर्छ भन्ने अभिव्यक्ति सामान्य विचार मात्र हो कि सरकार र पार्टीभित्र बढ्दै गएको दबावको सङ्केत? संसदमा सांसदहरूको प्रश्न, प्रधानमन्त्रीको रहस्यमय पोस्ट र त्यसपछि आएका फरक व्याख्याले यो विषयलाई अझ चर्चामा ल्याएको छ।